सम्पूर्णमा मेरो नमस्कार। म चाहिँ यो शिक्षा संस्कार संस्कृतिको त्रिवेणी ग्रुप एकाडेमीले आयोजना गरेको आजको एसएलसी प्रोग्राममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी छु। यसमा चाहिँ एसएलसी प्रोग्राम भन्दा के होला भन्ने लाग्थ्यो कि अब यहाँसम्म आउँदा पनि, तर यसमा चाहिँ मेरो छोराले गरेको गतिविधि आफूले के प्रगति गरे त वर्षभरिमा भन्ने कुराहरूको सबै कुराहरू चाहिँ आफै प्रेजेन्टेसन गर्दाखेरि चाहिँ एकदमै खुसी लाग्यो मलाई किनभने म रोल्पा बस्छु, छोरा चाहिँ छुट्टै बस्छ होइन। एकदमै गाह्रो नै छ मलाई, तर छोराको यो गरेको प्रगति देख्दा चाहिँ मलाई दुःख भए पनि एकदमै खुसी लाग्यो यहाँ आएर। यो प्रोग्रामले चाहिँ एकदमै प्यारेन्ट्स र टिचर्स अनि स्टुडेन्टको बिचमा चाहिँ एकदमै राम्रो लाग्यो मलाई यो विषयमा चाहिँ। अझै पनि अरू दिनहरूमा पनि यत्तिकै इफेक्टिभ खाले प्रोग्रामहरू भइरहेको हुन्छ, अझै पनि भइदिए राम्रो हुन्थ्यो। एकदमै राम्रो सिकाइ भयो, राम्रो संस्कारदेखि लिएर सिकाइदेखि लिएर सबै कुरा एकदमै सेटिस्फाई छु म चाहिँ।